The storms we chase are leading us, and love is all we'll ever trust. Yeah, no, I don't wanna waste what's left. Hello, कहाँ खोइ ए उमा होला मित्रहरु म चाहिँ अब रनिङ लागि रेडी भइसके अब रनिङ जान थाले साथीले फोन गरेर म हिँडिसके तिमी हिँड्दा हुन्छ भन्छ हैन अब हामी पनि निस्किन्छौ दोकान लगाइदिनु हैन ल अब म चाहिँ माथि साथै माथि घर भेट्छु अब यहीँबाट हाम्रो रनिङ स्टार्ट हुन्छ त ल अहिले हामी चाहिँ निस्केर यहाँबाट माथि पेङमा गएर अब हामी भेट्छौँ ल ल मैले चाहिँ अब साथी दिइसकेँ बुझेँ हाम्रो साथी गाइजहरू है ल के छ ल ल भयो वार्म अप गर्नु पऱ्यो नि यार वार्म अप गर्छौँ हामी वार्म अप चाहिँ एकदम इम्पोर्टेन्ट है हाम्रो वार्म अपको फाइदा भन्नुपर्छ वार्मअपको फाइदा त्यही हो हड्डीहरू तन्किन्छ अनि गाडीहरू है गाडीको साउन्डले केही सुनेन अलि देखिनु पर्छ क्या साथीहरूलाई अब भाइरल त हो धेरै बन्गाएर पनि हुन्छ काजु यता कता उता माथि चाहिँ बहिनीहरू भुसुकै हाँसेर यहाँ बिजोग है अब हामी चाहिँ रनिङ स्टार्ट गरिसक्यो पछि भेटल बिचबिचमा म बनाइहाल्छु गाइजहरू दौडिनलाई मजा पनि आइरहेछ गाह्रो पनि भइरहेछ है ग्याप गऱ्यो धेरै दिन मजा यार त्यस्तै 2-3 महिना पछि होला यार यसरी कुरा सायदै यार साथी गरिब यता हट्दा नि कुद्नु कुद्नु अब हामी चाहिँ 3-4 महिना पछि भेट्यो होला हामी दुईजना ऊ जब गर्छ म चाहिँ अब लन्ठु यस्तै छ अनि 3-4 महिना पछि आज शनिबार मौका पारेर पुरामा रनिङ जाउँ भनेर आज रनिङ गर्दै हामी धेरै दिनपछि गरे भए चाहिँ अघि पनि लगाइरहेको गाइस है आगो बलि छ मित्रहरू मेरो चाहिँ है पछि अहिले धेरै दिनपछि पुजे भएर यस्तै छ अब हामी
रनिङ गर्दै यहाँ आइसकेका छौँ। अब म चाहिँ धेरै पछि हामीले गरे भएर चाहिँ थाक्यो के कति त्यही माथि रुगा सर्दी यो बवाल छ कि यो चाहिँ फेरि हाम्रो बवाल के भन्ने यार यसलाई अब सल्लाहघारी है। तर यहाँ चाहिँ अलिकति वातावरण त्यस्तै छ है। डेटिङ आउनु पनि एकदम राम्रो होइन आयो भने त गर्लफ्रेन्ड भयो लिएर नभए हामी दुईजना जस्तो साथी आएको हुन्छ रमाइलो हुन्छ है। अब दिउँ यार अलिकति अलिकति दिउँ है। तर नानीहरू के त्यहाँबाट किनै आउँदैन कि एउटा जुत्ता मात्रै मेरी फुल नानीहरू छ त्यस्तो केही होइन। 7 वर्ष नानीहरू चाहिँ अब हामीले यस्तो रनिङ गरेर बोलाइ देखेर अलिकति आकस्मिक अप्ठ्यारो माने जस्तो म हाकिने थियो ल भाइ। अब गाइजहरू अस्ति नै हामी गएको डाँडा चाहिँ त्यो है पुलचोक डाँडा त्यो भ्लग हेर्नु छैन भने हेर्नु है। अब हामी चाहिँ यहाँ जा साथी जा हान्यो 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 साउकोटाले हान्यो। ए पर्खे रुक रुक हेर न यसले त ए साउकोटा पर्खी गाइस हामी सन्तानेश्वर जाने बाटोमा आइयो है। ओ घाम अस्ताउन लागेको छ यार त्यहाँ यहाँ देखा अब कहाँ ल हामी कहाँ छौँ भन बोल ल साथीहरू है। सन्तानेश्वर जाने बाटो चाहिँ उयो टाढा हो। अब कति 600 मिटर जति रहेछ है। ल अब हामी जाऊँ साथी मेरो खिच्नु म खिच्छु अब अब हामी चाहिँ यहाँबाट यता हो जाने है। अब हामी चाहिँ दौडेको अलि ल दामी कुद ए मरिन्छ कि हो। यता चाहिँ काठमाडौँ गाइस आइसक्यो यहाँ हनुमान। ल मित्रहरू अब चाहिँ हाम्रो माइन्ड सेट नै बेग्लै भइसक्यो। अब हामी उहाँदेखि चाहिँ के हिसाबले आएको थियौँ भने अब टक्क 5 किलोमिटर रनिङ भन्ने हिसाबले आएको थियौँ। त अब हाम्रो माइन्ड सेट चाहिँ बेग्लै भइसक्यो किनभने अब हामी यहाँ आएर अब सन्तानेश्वरको सन्तान प्रणालीका चाहिँ देउता देखिसकेपछि चाहिँ अब हाम्रो माइन्ड सेट के भयो भने अब हामी त्यति माथि टपमा गर्छ। अब हामी केही अब एक्सर्साइज गर्छौँ। अब ऊ र म हाम्रो च्यालेन्ज पनि हुन्छ के हो भनिदेऊ न। कम्पिटिसन हुन्छ हाम्रो होइन। अब हेर्दै गर्नु अब हामी यहाँ सिट चढाइ पनि अलिकति बनाउँछौँ। भगवान् दर्शन पनि भयो होइन। ल ल हामी अब गेटमा सन्तानेश्वरको गेट अब यहाँ चाहिँ अब हामी गेट प्रवेश। ल अब हामी चाहिँ यहाँ गइसक्यौँ। अब यसरी यहाँ गर्दै जाँदा गाह्रो हुन्छ त्यही भएर म माथि गएर भिडियो बनाउँछु। साथीहरू है हामी चाहिँ सन्तानेश्वर डाँडाको मन्दिरमा आइयो महादेवको मन्दिरमा। अब त्यहाँ गएपछि हामी अलि एक्सर्साइज हान्छौँ खाइ पनि सक्छौँ। ल यता चाहिँ भगवान् हाम्रो है।
यहाँ चाहिँ भ्यू चाहिँ अति बवाल छ है फेरि छ नि अब यतापट्टि बवाल छ यहाँ के ल हामी चाहिँ आइसक्यौँ है अब हामी यहाँ चाहिँ एक्सर्साइज गर्छौँ अब ल अब हामी तिमी कहाँ जानु लाग्छ साथी यहाँ आऊ त तिमी कहाँ जानु लाग्यो अब टोइलेट जान्ला हजुर टोइलेट उठाएको सामान देखाउने छोडेर आइज न आइज यहाँ लिएर अब यो फुटाउँछौँ हामी होइन ल अब म अब यस्तो छ खाइज अब हात जाला भन्ने अलिकति पिरियड अलिकति टेन्स होइन तर तपाईँहरूको मित्र फेरि अब जोसिल हात्ती थाहा दिएँ है अब हामी हान्छौँ तै पनि यहाँ पख्नै एक्सपिरियन्स दिउ न ओ गाइजहरू है लत्तै भयो पारामा अब यसको पालो गाइजहरू यो फुटाउने है सक्छ कि सक्दैन हेरौँ कतिको पावर सायद म इजी हानिदिन्छु है अब पोजिसन मिलाउनु पऱ्यो है अघि नै झन्डै मुहाल गएको थियो है अब गाड फाट्छ है के गर्छ यस्तो चाहिँ बोल्नु मित्रहरू अब म चाहिँ के हुने है म यसै ढले त अब के गर्नु है ओ माई गड यसले छातीमा हान्नु गाइज फेरि जताबाट नि मलाई चोट यहाँ छातीमै चोट भयो हेर्नु भन्दा मेरो यहाँ रगत आइसक्यो भाइ तैँले हान्न नजाने हो कि भनिदिनु त मित्रहरू मैले बक्सिङ सिकेँ 2 दिन भइसक्यो है त्यही भएर यहाँ मैले अलि सेफली हान्न सक्थेँ तै पनि नक चाहिँ बवाल दुख्यो है अब यहाँ चाहिँ अब यस्तो छरी पष्ट भएछ अब मैले के गर्नु है के अरे मार्छ नि यहाँ थाहा पायो भने साइलेन्टै मित्रहरू अब हामी एक्सर्साइज गर्छौँ साथीको हात चाहिँ गयो भनेर रोइरहेछ अब म त हाँसु त्यो यसरी है के गर्नु म त हाँसु भने सायद लोन केही गर्नु है हात त नमिठै दुख्या भन्नु हुँदै हामीले केही त भएन हामीले के गरेर त सोझो संस्कारी इमान्दार सज्जन है हामी अब हामी के गर्ने रे मित्र हाम्रो पुला भान्ने बारमा पनि फुल फुलेछ अब यही हान्यो अब हान्यो त्यो पो समय अब मोबाइल त्यो समय अब लोकेसन हामी लोकेसन ट्र्याक गर्दैछौँ अब लोकेसन ट्र्याक भएपछि अब हामी बनाउँछौँ ल हामी चाहिँ उति अब फुल रहेछ है पुला भान्दैछौँ अब हेरौँ कति जाँदो रहेछ धेरै त सक्दैन Till my shadow turns to sun rays, and on we'll go through the wastelands, through the highways, and on we'll go. काँडाले खोज्यो यहाँ मलाई है साथीले हान्दैछ ओइ भयो तेरो साथीहरू है अब हामी विभिन्न टाइपका 5-6 थरीको पुसअप हान्छौँ डायमन्ड हान्छौँ नर्मल हान्छौँ यो मुक्का टेकेर हान्छौँ फिङ्गर टेकेर हान्छौँ है अब हान्ने बेला पनि भन्छौँ के हान्छौँ भनेर फर्स्ट नर्मल पुसअप अलि पर्छ दुईजना देखिनु पर्यो गाइजहरू 1 2 3 4 5 अब अर्को यो 1 2 3 4 5 6 5 हो मुर्गीवाला गाइज 1 2 3 4 5 गाह्रो भयो गाइज अब वाइड हान्न सक्छ सक्दैन मैले चाहिँ सक्दैन तैँले हान्न म हान्छु होला कति मैले चाहिँ गिभ अप गरेँ है अब मेरो वाइड हेर्नु गाइज उसले चाहिँ हान्दैछ 1 2 3 4 लास्ट 3 1 2
1 1 अब 2 भने 1 अब 1 1 अब 0 0 0 काउन्ट 0 काउन्ट 1 0 काउन्ट ल बबाल उसको यो स्ट्रगलको लागि 1 लाइक भन्न आएर आइज गाइज है यस्तो दुःख गरे एउटा लाइक र एउटा सब्सक्राइब हान्दिनु होला तपाईहरुलाई पाप लाग्दैन धर्मै हुन्छ है मेरो साथीको प्रगति मेरो नि प्रगति नै हो मेरो नि हान्न मलाई हान्दिनु होला चेस्ट चाहिँ हल्का बन्दैछ गाइज कोचिङ हान्ने कि अलि छड्या मोबाइल छड्याएर देखाउनु पम हातैमा उठा भने मोबाइल अब ए ल गाइज यस्तो चाहिँ बन्यो है आइज दे अब उसको अगाडि चाहिँ मेरो हराउँछ है हराउँदैन गाइज अब उसले सुरु गरेर अब गर्छ है हाम्रो साउकोटाले गर्छ गाइज गरेर 19-20 दिन भयो मैले त अब जे होस् 5-6 महिना भइसक्यो ल तिम्रो ब्याक हेर्ने अब हामी ल उसको यस्तो छ अब मेरो ल अब साथीको ल मेरो देखाइदेऊ त साथीको अब देखाउँ ल देखाउँ ओ अन्त गाइज दामी ओपी बनाएछ है त सब कोचिङ साथी ओहो दियो दामी ल यस्तै गर्दै गयो भने प्रगति हुन्छ है ल अझै यता देखा भन्दाखेरि अब साथीको के कमजोरी देखिन्छ भन्नुहुन्छ भने यो चेस्टको हल्का एक्सर्साइज गर्नु पऱ्यो होइन अब 6 प्याक आउँदैछ यसको नि एक्सर्साइज गर्नु पऱ्यो तिम्रो होल बडी मेरो होल बडी यो वाला ब्याक ट्राइसेप्सको अब हामी दुईजना यहाँ ऊ बाँकी हेर्नु ऊ म त यो देखाइदियो यो 1% बन्दैछ मेरो आउनु बाँकी अब उयो सोल्डर हल्का गर्नुपर्ने हुन्छ मैले यो देखा न ओए बाँकी ह्यान्डमा भने ल अब यताबाट ओ माई यस्तो पनि हान्छु गाइज फेरि देखाउँछ साथी मलाई लोभ लाग्छ है फेरि के भन्नु क्या अब मेरो यो देखाउने हो भने ल हड्डीमा म केही भन्दिनँ है तर भाइ एक फेरि तिमीले अघि के भने भनिदेऊ त हो सब्सक्राइब ठोकिदिनु होला अनि बाँकी ह्यान्डमा भन न बाँकी ह्यान्डमा उसलाई दाइ त है भाइ त बवाल रहेछ पढाइरहेछ है अब हामी के गर्नु सक्छौँ र ओ यहाँ नि भाइले चाहिँ अब यहाँ मिठै गाली गरे जस्तो लाग्यो मलाई है अहिलेसम्म अब उसलाई बडी बिल्डर यहाँ ऊ दिँदै थियो है अहिले त होस् यस्तै हो गाइज अब हामी ल चरी उड्यो अर्को गाउँछु राजु लामा गीत गाउँछु ल कसरी म भुल्छु नि लै तिम्रो त्यो मायालाई रोजी घरमा गाएको लै यसरी लडाइदेऊ न अब कसरी म भुल्छु नि लै तिम्रो त्यो मायालाई अब यहाँ हामी घरमा गाएको लै भाकालाई ओ दैव साँच्ची छ माया मेरो साँच्चै चोखो छ ल उसको माया चोखो छ अरे है अब उसलाई यस्तो बडी बिल्डर उस यस्तो बाँकी ह्यान्डमालाई चाहिँ अब कसैले यसो गर्नु पर्यो कि के होइन हो यहाँ चाहिँ अब हाम्रो बन्दै रहेछ निर्माण कार्य हुँदैछ यहाँ है अब हाम्रो सन्तानेश्वर मन्दिर पनि ल अब ऊ त्यहाँ अलिक तल गएर चमेली हान्ने हो कि तिमीले चमेली तिम्रो म उहाला कि एकछिन ऊ त्यहाँ तल पस्नु है चमेली गाउँ चमेली धानको बालो लर्के झै लर्केर जहाँ गए नि आउ माया फर्केर
तुङ तुङ त चमेली धानको भालो लर्केर जहाँ गयो नि आऊ माया फर्केर ऊ चाहिँ अब हाम्रो सिङ्गर है यो चमेली बाले नयाँ गीत निकालिसक्यो उमै गएर स्टुडियोमै गएर है अब हामी चाहिँ यहाँ यो स्टेयरमा अब हामी डो रनिङ गर्छौँ है अब त्यो पछि हामी घर जानेछौँ लास्ट हाम्रो एक्सर्साइज चाहिँ अब डो रनिङ रहनेछ अब हेर्दै गरौँ हामीले चाहिँ अब यति गरेर अब हामी चाहिँ यहाँबाट निस्किन्ला है अब साँझ पनि परिसक्यो साथीलाई घरमा बाले लौरिँदै हान्छन् नत्र है ल्यामा पार्यो भने त मर्यो नि बुढा त्यस्तो छ है त्यही भएर अब हामी फर्किन्ला अरू केही भन्नु छ तिमीले भन्दैौ नि त नत्र अब केही छैन है भन्नु चाहिँ 2 दिनको जिन्दगीमा मरिलानु के छ र त्यही भएर नमरौँ नमरौँ है मेरो साथीको च्यानललाई सब्सक्राइब हान्नु मेरो लागि नै हान्नु माया लागे उसको म कमेन्ट गरेको छु है गाह्रो छ हो यस्तै हो गाइड्सहरू है अब कहिले भन्नुहुन्छ भने मङ्सिरको 6 गते फेरि शनिबार मेरो 10 किलोमिटरको रनिङ परेको छ त्यसकै कारण पनि हल्का दिउँ भनेर हल्का एक्सर्साइज हल्का प्र्याक्टिस हानु भनेर आएको अब यो विषयमा चाहिँ उसले मलाई अलिकति फटाइ गर्यो है उसले मलाई पहिले भने भए म पनि स्किल डेभलपमेन्ट गर्थेँ अलिकति स्ट्यामिना बुस्ट गर्नको लागि केही गर्थेँ होइन अब उसले मलाई त्यो बेला अब भनेन अब त्यही भएर हिजो थाहा पाइरहेको छु साथी त्यही भएर अब मेरो चाहिँ अहिले के छ भने पुरै स्ट्यामिना लस अब खासै अब केही मिलेको छैन साथीको काम बढी भइरहेछ क्या गाइजहरू काम है साथीले यस्तो काम घरमा वर्कआउट बढी भइरहेछ त्यही भएर आजभोलि मैले सकेको छैन है ल अब हामी चाहिँ यहाँबाट फर्क्यो गाइजहरू जाडो हो है अघि जोसमा नाङ्गे भुतुङ्गे भएर आएको अहिले जोस त देख्यो खुलिँदै म चाहिँ फेरि अलिकति मलाई थाहा थियो यस्तो केही हुन्छ भन्ने पुरा ज्याकेट लाएर आएको अछु आमाको बिहे देख्यो ए होइन होला त लौ न ल है चिन्नु भयो मलाई जाडोले त्यस्तै भन्यो मलाई ल अब हाम्रो भ्लग चाहिँ यहीँ गर्छौँ ल माया देखाइदिनु होला सपोर्ट शनिबार हामी फेरि भेट्छौँ मेरो 10 किलोमिटरको रनिङ सहित गाई ल अब के पोजिसन ल आजलाई टाटा मित्रहरू ल